फास्ट 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 हामी बस्ने एरिया चाहिँ यस्तै छ अब है ओलम्पिक and hello guys, as always, good morning, good afternoon and good evening, right, to my beautiful wonderful viewers watching this vlog from all around the world, है त्यही भन्नु है अब त्यस्तो introduction and welcome back again to my another vlog. अहिलेको भ्लग चाहिँ यस्तो छ यी अलिकति यिनी चाहिँ अहिले मुड यिनको मुड स्विङ भइरहेको छ यिनको अहिले खै टु बी अनेस्ट अब फर्स्ट टाइम प्यारेन्टिङ हो हाम्रो है अब हाम्रो फर्स्ट चाइल्ड होइन अब सेकेन्ड चाइल्ड होइन फर्स्ट चाइल्ड भएर बा अब हामीलाई हरेक कुरा नै नौलो एक्सपिरियन्स अहिले भनौँ नि लाग्दैछ बा अब यस्तै हो कि बा आजकलको नानीहरू नै त्यस्तो हो कि है हामी त त्यस्तो थियो जस्तो पनि लाग्दैन आफूलाई अब होइन जस्तो पनि लाग्छ फेरि यस्तो कुराहरू पताउँदैन पनि मान्छेहरूले पताउनु पनि कसरी भन्दाखेरि अब हामी त्यो टाइपको के भन्छ हामी त्यो जमानाकै होइनौँ भनौँ कि अब यिनीहरू ओभरै एडभान्स है के हो है अब लिटरली अस्ति दुईजना आमा छोरा म त ड्युटी गएको हुन्छु दुईजना आमा छोरा पार्कमा गएको आई डोन्ट नो के भयो दुईजनाको बिचमा होइन अब यो त भर्खर कति 3 वर्ष अहिले तपाईँको मार्च जनवरीको हो यो जनवरी फेब्रुअरी त्यो पनि 30 तारिकको जनवरी पनि 30 तारिकको 3 वर्ष जनवरी फेब्रुअरी मार्च 3 वर्ष 2 महिना पनि भएको छैन होइन अनि आमा छोरा खै के भयो यसको के भयो होइन लिटरली यसले खानै नखाएको अब दिनभरि नै हुन्छ नि खानै खाइदिएन होइन दिउँसोको लन्चै खाइदिएन होइन अनि रिसाएको है रिसाएर चाहिँ खाना नखाएको अनि पछि म बेलुका आएर चाहिँ मैले सोचेँ बा अब खाना अब कोही बेला त खाँदैन नि त के छ र अब मन परेन मलाई खाना नखाएको होला भनेर चाहिँ त्यो बेलुका चाहिँ मैले चक्लेट पनि अफर गरेँ क्या अनि चक्लेट पनि नखाइदिएको अब हुन्छ नि म त परे अब 3 वर्ष 2 महिनाको नानी होइन अब कस्तो पनि इमोसनल ब्ल्याकमेल टाइपको क्या अब त्यस्तो कहाँ हुन्छ हौ त्यस्तो नानीहरूमा हुन्छ र त्यस्तो के हो प्लिज कमेन्ट डाउन बिलो है तपाईँहरूले पनि अब यो एक्सपिरियन्स अलरेडी गर्नु भएको छ भने होइन अन्त अहिले पनि रिसाइरहेको छ है बाहिर निस्केको अलमोस्ट ओके होइन भित्र घरमा बसेर निस्किन्जेलसम्म त्यही लिफ्टको बटन थिच्नु नपाउँदा चाहिँ अब यिनको मुड खराब भइदिएको वेल त्यस्तो आजको हाम्रो खासै कार्यक्रम त केही त्यस्तो कहीँ जाने त्यस्तो छैन होप तपाईँहरूले मेरो प्रिभियस भ्लग हेरिदिनु भइदियो होला है हेर्नुभयो होला मेरो ताइमे तुक्को हेर्नु भएको छैन भने चाहिँ प्लिज गएर हेरिदिनुहोस् है अनि यहाँ आज त खासै केही छैन प्रोग्राम त्यस्तो फिक्स त्यही एकछिन एलिमेन्ट्स गएको यहाँबाट एलिमेन्ट्स गएर चाहिँ त्यही अब सपिङै त नभनौँ अब केही इभेन्टहरू आउँदैछ र सपिङ गर्नु गएको पनि होइन अथवा दार्जिलिङ घर जाँदैछु र सपिङहरू गरेको पनि भन्नु मिल्दैन त्यही यसो अब त्यहाँ जाउँ है यसो हेरौँ त्यहाँ यसो केही मन पर्यो भने चाहिँ म त होइन आमा छोराले केही किन्यो भने यसो किनोस् है त्यति हो आजको भ्लग चाहिँ त्यही अलिकति यसो यताउति चलमल गर्दै घरमै बसिरहनु भन्दा सो या बी विथ मी है गाइज एन्ड वाच इट टिल द एन्ड यो भ्लग है त्यति भन्दै
म कन्टिन्यू गर्छु हेर मम्मी ल अन्त यता आऊ तल यदि तपाईँहरूले यहाँ अगाडि बस्छ उता फर्क ल उता फर्क न टर्न अराउन्ड यहाँ टर्न अराउन्ड जाऊ ओके डोन्ट पुश द बटन भन्ने चाहिँ अहिलेसम्म यदि तपाईँहरूले मेरो भ्लग मा इफ यु आर न्यू है टु माई भ्लग मेरो च्यानलको नाम चाहिँ प्रवासी प्रवास PRAW है तर PRAWASHI प्रवासी है PRAWASHI प्रवासी अनि प्रभास चाहिँ PRAVAS H चाहिँ छैन लास्टमा PRAVAS प्रवासी प्रवास भनेर चाहिँ मैले मेरो च्यानलको नाम चाहिँ राखेको छु है अनि यहाँ त्यही हो अब तीनजना परदेशको के भन्नु अब परदेशी लाइफ उतातिर भए त अब यसो कहाँ तल तल अब चिया बगानहरू जे भए पनि केही न केही एउटा भन्नु नि अब कहीँ जानु मजा आउँथ्यो तलतिर होइन घुम्नु जानु मजा आइदिन्थ्यो चिया बगानहरू अथवा कहीँ अब सर्लक्कै होइन त्यस्तै हो सिटी लाइफ है या त्यति भन्दै गाइज डु है आई विल कन्टिन्यू माई भ्लग है अब त्यही हो एज युजल ट्रेनमा चढ्ने अर्को स्टपमा झर्ने त्यहाँनिर एलिमेन्ट्सको मुनि मल छ त्यो मलमा यसो अब यिनीहरूले यसो के गर्छ है म लेस पनि बानिहाल्नु पऱ्यो आउँदैछु अगाडि खै के भएको यसलाई छिटो आऊ न अब रिजन चाहिँ त्यही घरबाट तल झर्दाखेरि चाहिँ लिफ्टको बटन चाहिँ आमाले प्लाट्टै थिच्दियो अनि यिनीहरूले थिच्नु पाएन भनेर चाहिँ अब खै हामी चाहिँ एलिमेन्ट्स आइपुग्यौँ अब यो यसको मोड यस्तै छ अहिले राम्रो छैन यसको मोड अहिले है भाइ मम्मी यो हालिदियो त ब्यागमा चट्टा हाल्दा हुन्छ साइडमा ओके हामी चाहिँ अब राइट ए सरी यहाँपट्टि हिँड्ने जाने यहाँपट्टि अब यसो घुम्दै तिमी हिँड्ने हो वेदान्त यु वान्ट टु वक नो ओके यहाँ भित्रतिर त्यही यसो हेर्ने अब हेर्ने भन्दा यिनीहरूले अब के भन्नु कोला अरे झर्ने यु वान्ट टु गेट डाउन हो नो त्यसो नि राम्रोसँग बस न छोरा चुप लागेर बस त त्यसो भने तिमी सिधा पनि यसरी सिधा बस्छ चुप लागेर हो त
ककटेल हेर यस्तो कतै हुन्छ यस्तो पनि यस्तो सुटकेस नि पहिला हाम्रो माथि घरमा यस्तो पहिला स्टाइलको सुटकेसहरू के अरे लालटिनहरू भन्छ नि लालटिनहरू पनि थियो हो के त्यस्तो त्यत्तिकै के भयो अहिले हेर त अन्त त्यसको भ्याल्यु केटीको त यो होइन यो चाहिँ केटाको लु छोरा लु जाउँ त भित्र अब चाहिँ तिमी खेल मजाले लु हिँड आफै हिँड यता भित्र कहाँ जाने मम्मी औ तिमी हेर ल म योसँग छु यहीँ छ लु किनभने अब दिदु यदान उहाँ जाउँ औ ड्याडीसँग वाटरफल हेर्नु आजको मेरो यस्तो चाहिँ गेटअप चाहिँ म पनि घरदेखिको एक स्टप खालि हो नि त यहाँ अनि फेरि खासै केही त्यो कसैको के भन्छ इभेन्ट अटेन्ड गर्नु आएको होइन टिपटप बनेर त्यहाँदेखि मलाई चाहिँ कम्फर्टेबल लाग्छ हुन्छ नि झ्याप्पै हाफ प्यान्ट हानिदियो हो अगाडि माथिबाट भेस्ट खालि लाग्यो फेरि यो मम्मीले जाडो हुन्छ भने जाउँ ड्याडीसँग उहाँ छ वाटरफल हेर त उहाँ अगाडि हेर न देख्यौ यु क्यान टच इट टच गर न टच गर त इस यहाँ आऊ न देख्यौ टच गर त नानीहरूलाई अब अलिकति सो मेनी है यहाँ हेर न यहाँ पनि रहेछ आऊ यता ड्याडीसँग हौ कति खोल्ले क्या यार यो लेस पनि राम्रोसँगले हेर्दैछ त्यो बुझ्नै सकेको छैन मैले छुअ न भनेको छुनु पनि अब खै अलिकति छुअ न के पनि हुँदैन छुन्दा छुअ त के पनि हुँदैन हेर्दैछ राम्रोसँगले ल गाइस आजको अब खासै केही त्यो छैन भ्लग है और अब भनौँ नि अब सिरियस कन्टेन्ट केही छैन है यस्तै हो योसँग यसो आमा चाहिँ उताभित्र हेर्दैछ किनभने अब लेडिजहरूलाई टाइम लाग्छ है उनीहरूलाई चुज गर्नु होइन अनि अब पहिला बिहा नहुँदाखेरि पनि अब यसरी के किन्छु भन्दा दुईजना भनौँ नि साइडर म आउँदाखेरि मलाई पनि अलिकति बोरिङै लाग्दिने क्या बसेको गर्नुपर्ने अथवा अब उसँगै सँगसँगै हिँडेर अब यो ठिक छ भन्ने अब ठिक छ भने अब राम्रो छ भन्यो भने पनि फेरि कता न कता के न केही लुप होल निकालिहाल्ने क्या उसले यो ठिक लागेन हौ है यसमा भन्ने हो फेरि अर्को यो ठिक छ भन्ने फेरि अर्को पनि सेम A to Z त्यही क्या फेरि देखाउनु चाहिँ त्यही देखायो होइन त्यो अलिकति कलर खालि त्यो डिफ्रेन्ट फेरि त्यहाँ पनि त्यही गरिदिने क्या फेरि केही न केही लुप होल देखाएर चाहिँ यो ठिक छैन है भनिदिने तर एटलिस्ट अहिले चाहिँ अब वेदान्तसँग
एटलिस्ट हुन्छ नि योसँगै टाइम पास कहाँ छ पनि बेचारा मम्मी ऊ पर छ ऊ पर कुनामा ऊ स्ट्रेट ऊ पर स्ट्रेट एट दि एन्ड यता कम फलो मी मम्मी ल हेर ल मम्मी तिमी म त बाहिर छु है योसँग ल गाइस साह्रै यस्तै हो ब्लग है यस्तै ब्लग अब हेर्नु पनि मजा पनि आउँदैन होइन हेर्ने भ्युजहरूलाई के बित्थाको भन्ने हुन्छ त्यही कारण म सर्ट एन्ड स्विट त्यो गर्ने ट्राई गर्छु गिगा स्पोर्ट्स लु हिँड न त उता जाउँ नि त ड्याडी र वेदान्त यो माथि चाहिँ तपाईँको हामी अहिले हङकङको सबभन्दा टलेस्ट बिल्डिङ एलिमेन्ट्स सरी आइसिसीको मुनिपट्टि छौँ आइसिसीको फुल फर्म चाहिँ इन्टरनेसनल कमर्स सेन्टर मैले भिडियो पनि बनाएको छु यो बिल्डिङको तपाईँको स्काई हाई भन्नेमा गएको तपाईँले चेकआउट गर्नु सक्नुहुन्छ मेरो भिडियो त्यसमा त्यहाँबाट होल तपाईँको 360 भन्छ त्यसलाई सरी एरियल भ्यू हङकङको एरियल भ्यू देख्छ यसरी फेरि गरिदेऊ त लु ड्याडीलाई टच गरेर लु गर त यहाँ गालामा चिकमा लु यहाँ टच गर नि यहाँ ड्याडीलाई यसरी बौला सार्नुपर्छ है यु क्यान चेक आउट है त्यो भिडियो त्यहाँ मुनि छ अहिले त्यही एकछिन खै बल्ल बल्ल आधा घन्टा भन्दा पनि ज्यादै लाग्यो यिनलाई बल्ल बल्ल निस्क्यो के मन परेन पो अरे लास्टमा त हुन्छ नि त्यत्रो हेर्नु भनेको जस्तो थिएन भनेको त्यस्तो छैन अरे अब खोजेको जस्तो हो अरे मम्मी बाहिर जाऊ ए यता आइज यहाँ आइज यसलाई नि ऐ यता आइज भित्र हिँड तेरो अहिले म कान बटार्छु है अहिले यहाँ भित्र हिँड लात भेट्छस् अहिले छिटो हिँड ऐ अटेर यसले त यहाँ आइज मम्मी अरे ए अटेरी गर्छस् नजा भनेको जग्गामा जान्छस् भित्र हिँड भित्र साला टेर्दैन यार नगर्न भनेको बाहिर झन् त्यस्तो गाडीहरू हिँड्दैछ ड्राइभवेमा त्यहीँनिर पो जान्छ यार अझै यता आइजन अनि यहाँ भित्र छोडिदेऊ न यसलाई यसले त्यो हेर्छ यहाँभित्र वासिङ मेसिन छान्छ टिभी छान्नु देऊ न बरु वेदान्तलाई मम्मी ऊ वासिङ मेसिन हेर्छ उसले ओके इट्स ओके बाहिर गाडी हिँड्दैछ नि त बाबा त्यही कारण त आई वाज स्केर्ड एन्ड वरिड यहाँभित्र त नो प्रब्लम दिस वे आफै हेर्दैछु लेट्स गो इनसाइड दिस वे यता हो यता कम हियर यहाँ भित्र हौ वासिङ मेसिन देखाउ न मम्मीलाई मम्मीलाई वासिङ मेसिन देखाउ त ऊ पर देखाउ त ऊ कुनामा स्ट्रेट एट द एन्ड जस्ट गो स्ट्रेट एट द एन्ड मम्मी
वासिङ मेसिन देखाउ त उता कुनामा एउटा निस्किन्छ फेरि अर्को निस्किन्छ फेरि अर्को निस्किन्छ के हो होला है यस्तो लास्टमा चाहिँ के भन्दा चाहिँ त्यही स्ट्रेटनर होइन कपाल गर्ने चाहिँ अब घर दामी र ठुलो भएको भए त अब यही त्यही हो नि वेदान्त डर लाग्छ यार ग्राङ सामानहरू झारिदियो भने फेरि कहाँ गयो त्यो फेरि के को वाट आर यु डुइङ तिमीलाई हेर्दैछ नि लु हिँड न भित्र 17,000 17 Pro Max 2 TB ए फोन पो भनेको म त वासिङ मेसिन पो भनेको 17,000 भनेको कति र अब झन्डै 2 लाख राखिदिउँ 2 TB को गयो त्यो भित्रै घड्याङ्ग झारिदिन्छ है त्यसले जस्ट किप अन आई त्यति हो जस्ट किप अन आई अन हिम घरै यत्रो छ के यहाँ हेर वेदान्त औ यहाँ हेर ड्याडीको जस्तो रहेछ यहाँ हेर न यहाँ हेर वाट इज द्याट ड्रोन अहिले खै के छ गिम्बल यो डिजेआईको यो तपाईको जस्तो होला ड्रोन यो होइन यो मेरो भन्दा त्यो हो यो के भन्छ अपडेटेड हो यो मेरो भन्दा नछुवा सुन्नु हुँदैन हेर खाली यो चाहिँ पकेट कुनै के निस्किसक्यो डिजेआईको क्रिएट अ कम्बो अरे पकेट मेरोमा थियो नि गाइस पहिला मैले यो अहिले जुन चाहिँ चलाउँछु यो ग्रोप्रो भन्दा अगाडि चाहिँ मेरोमा यही पकेट 2 थियो पकेट 1 हो कि पकेट 2 थियो त्यसको चाहिँ तपाईँको माइक्रोफोन पनि थियो यहाँ सानो माइक्रोफोन र त्यो पनि थियो त्यो चाहिँ मैले यसरी भ्लग गर्दै हिँड्दै गर्दा चाहिँ तपाईँको बसमा पब्लिक बसमा चाहिँ छोडी पठाएँ त्यहाँदेखि हरायो लास्टमा चाहिँ कन्क्लुजन चाहिँ के भन्दाखेरि चाहिँ हरायो त्यहाँदेखि चाहिँ अहिले यो गोप्रो किनेको क्या मैले नयाँ अर्को लु भाइ अब जाउँ अब आमा फ्रायरहरू कत्रो फ्रायर हो छ मैले पनि किनेको छु घरमा मेरो एउटा फ्रायर छ तर सानो छ खै चलाउँदैन पनि हो हामी त आजकल पक्का अब देसी स्टाइलै छ पहिलादेखि नै यसलाई हिँड निका ए अब पक्का पहिलादेखि त्यसरी पकाउने बानी होइन त्यो गर्ने बानी अन्त अहिले त यस्तो अब के निस्कियो किने पनि मैले फ्रायर सजिलो हुँदो रहेछ होइन सजिलो हुँदो रहेछ चलाउनुहरू एक दुईपल्ट बनाए पनि त्यस्तो होइन पकाएर खाइयो पनि तर फेरि फाइनली गएर चाहिँ ब्याक टु पेबुलन भनेको जस्तो त्यही लिटरली जसरी पहिला पकाएर खान्थ्यौँ त्यसरी खाने थाल्यो अहिले चाहिँ हामीले हो यार अहिले त गोप्रो पनि कुन चाहिँ निस्किएको छ अहिले त
13 पुगिसकेछ GoPro 13 पुगिसकेछ नि GoPro पनि मेरो यो कुन चाहिँ कुन चाहिँ हो यो 11 रहेछ 11 रहेछ कहाँ गयो आमा छोरा फेरि यस्तै छ मम्मी के गर्ने त्यसो भने अब सक्यो है नकिन्ने त छैन त राम्रो के हुन्छ भनेपछि के गर्ने त अब जर्डन छ नि एकछिन सौदा है गरेर त्यहाँदेखि यता हिँड छोरालु I'm scared. Why are you scared? Mommy? Yes. एड बब बब गर्दैछ ऊ कुण्डीमा बब बब गर्दैछ डरायो क्या त्यो यत्रो देखेर इट्स अ सुसी राइट No. Sweet potato. Oh, okay. Oh, sweet potato. All right. He suggests you to choose one. Okay. Thank you. So nice, so yummy. Yeah. Especially for kids. Yeah. 26 per pack. Mommy. Oh. Yeah. Thank you so much. You're welcome. Thank you very much. Thank you. Bye bye. Okay. डरायो त के त हौ salad. अब एकछिन जर्डन पुग्छ यहाँबाट चाहिँ एकछिन जर्डन गएर त्यहाँ यसो भेजिटेबलहरू किनेर चाहिँ त्यहाँदेखि बसमा चढिकन फर्किन्छौँ घर डरायो यो पहिला हामी बस्ने यही हो अहिले जहाँ छु जर्डन मम्मी त्यसलाई हेर है जर्डन एरिया पहिला यहीँ बसेको हामी धेरै वर्षै बस्यो यहाँ कति 7-8 वर्षहरू बस्यो होला त्यहाँदेखि चाहिँ पछि वेदान्त पेटमा आएपछि चाहिँ पछि हामी सरेको हो उता ओलम्पिकतिर अन्त बनाउँदै थियो त्यति बेला अहिले त हामी बनाइने हो यो बिल्डिङ त हुन्छ नि कस्तो खालको आर्किटेक्ट हो भन्दा त्यो कस्तो माने फ्लावर भासहरू जस्तो क्या त्यस्तै टाइपको बेला बेलामा त विरक्त लाग्छ मैले कतिवटा मेरो भ्लगमा भनेको पनि छु यो कुरा भनि नै राख्छु भनौँ नि भनेको छुइनँ भनि नै राख्छु बेला बेलामा त विरक्त लाग्छ हुन्छ नि अब यहाँ हङकङमा परदेशको जीवन है कस्तो हुन्छ अब आफ्नो कस्तो हुन्छ अब जस्तै अब काममा गयो कामबाट आयो कामबाट फर्केर आएपछि अब त्यही अहिले चाहिँ अब जे होस् एउटा फ्यामिली छ होइन छोरासँग एकछिन खेल्यो त्यहाँदेखि फेरि अब खानासाना खायो घप्ला घुप्लुक सुत्यो भोलिको लागि तयार होइन अब कस्तो हुन्छ नभए अब गाउँठाउँमा हो भने त टक्कै बेलुका कामबाट घरमा आइपुगेपछि पनि यसो घरबाट निस्केर
तल घर अथवा ऊ माथि घर ऊ पर उता घर केटाहरूसँग अब एउटा हुन्छ नि केटाहरूको एउटा भेट्ने मम्मी जग्गा हुन्छ नि त एउटा होइन भेट्ने जग्गा टक्कै चट्टै एउटा केटाहरूको एउटा के भन्छ अब मिटिङ पोइन्ट हुन्छ नि त चट्टै त्यस्तो पनि छैन अब परदेशी जीवन है खाना गयो आयो तर अब फेरि कोही बेला त्यसको ख्याल आउँछ है तर फेरि यसो कोही बेला यसो सोच्दाखेरि उता गएर पनि फेरि के गर्नु हुन्छ नि अब नथिङ टु डु हुन्छ नि अब वाट टु डु एकदम जिरो अब के यहाँबाट भनेको होइन न त के गर्नु उता होइन अब अब्बुई ए यहाँ आइज यहाँ आइज तेरो हात देखा यहाँ आएर त्यो छ हाम्रोमा वेट टिस्यु पेपर छ हात देखा पुछ्देऊ त तेरो अनुहारमा दल्छ सिसिरी अब अन्त आमाले पुछिदिँदैछ त्यहाँ पर्छ मैला बनाएको छ यस्तो छ क्या के हो यस्तो I'm a feeder. यसको पनि दाँत त के अरे 3 इडियट्स पो भनेछ त्यो पिक्चरको तारे जमिनको खुच्चेको त्यस्तै रहेछ यही वकमा आउँथ्यो पहिला हामी त्यो पेटमा हुँदाखेरि यो केटा बेलुकै पछि कामबाट म आएपछि चाहिँ वकमा आउँथेँ म र साइड यहाँ झन्डै यसको वरिपरि यस्तो गरेर 4 राउन्डहरू हिँड्थ्यो 4-5 राउन्ड अहिले चाहिँ उता बस्छौँ ओलम्पिक यस्तै छ हौ बेला बेलामा त्यही त यसो यहाँ भ्लगमा भनेको नि भ्लगमा खालि होइन डेली प्रायः जस्तो भन्छु म कि अब अर्कै अब यसरी है परदेशको जीवन कहाँ 7 समुद्र पारी आएर यसरी अब काम गरिरहेको छौँ अब हुन्छ नि अब उतातिर भए अहिले टक्क कामबाट सट्टै छुट्टी भएर अब एउटा मिटिङ पोइन्ट हुन्छ केटाहरूको होइन गाउँमा सट्टै इष्टमित्रहरू केटीहरूको कता त्यसरी हुन्छ नि त यहाँ त्यस्तो छैन तर अब यसमा फेरि मम्मीलाई कस्तो भने दार्जिलिङ आएनमा के गर्नु फेरि अब केही छैन गर्नुपर्ने हो लाइफ त्यहाँनिर त कुकुरको गु हुन्छ है छोरा कुकुरको गु किल्चेला नि फेरि त्यहाँनिर त यस्तो छ छोडो कुकुरको गु आऊ छिटो अब त्यो त गर्नु खोजेको होइन दार्जिलिङमा गएर पनि ऊ माथि ओके गाइस तपाईँहरूलाई म बादमा
त्यो गर्छु यस्तो छ यहाँबाट हेर्दैछु यो बिल्डिङ आज धेरै बात आइयो फेरि एक दुईवटा सब्जी गरेर चाहिँ तँ छोरा हिँड छिटो यताबाट हिँड तेरो हात मैला हुन्छ नगर्न त्यस्तो आइज लु छिटो यता लु नानीहरू देखेँ त्यसले ओ अब कुदै त्यो पछि पछि Let's go. Sorry. No, it's okay. Please. No. Thank you, Bana Shifu. Thank you. Thank you, Shifu. Bana. Good. Right. Bye bye, minibus. Look. Bye. Okay, guys. अब घर पनि आइपुग्यौँ सब्जीहरू पनि के यताउति त्यही त हो अब यसो त्यहाँ गएको बेलामा यसो किनि पनि हाल्यौँ हो त्यो पनि किनेको छौँ हामीले यहाँ देखाउनुहोस् न मम्मी त्यो आज एउटा चाहिँ यो पनि किनेको छ के अरे यो घिउसिमी घिउसिमी पनि किनेको छ यो नेपाली दोकानमा गएको बेलामा किनिरहेको $25 आधा केजीको $50 किलो भनेको 600 रुपियाँ किलो यो यसको अनि यहाँ सक्यो आजको हाम्रो दिन पनि औ यताबाट हिँड यताबाट जानुपर्छ हिँड न मैले बुझेँ तिम्रो कुरा अनि या गाइस त्यति भन्दै म आजको भ्लग म यहीँ एन्ड गर्छु है खासै केही थिएन आज है तपाईँहरूले देखिहाल्नुभयो त्यही यसो घुम्दै आमा छोरा होइन वेदान्त म साइडा तीनजना यसो डुल्दै होइन गएको खालि हो ए अब रात पनि बित्यो आजको दिन त्यति भन्दै म आजको भ्लग चाहिँ यहीँ एन्ड गर्छु है गाइस एन्ड या माया छ तपाईँहरू सबैजनालाई है एन्ड या स्टे ब्लेस्ड है लभ यु अल टेक केयर see you on my another vlog, right? बिहान निस्किँदा पनि यस्तै थियो अहिले फर्किँदा पनि यस्तै छ थाके चाहिँ हिँडेर ज्यादा हिँडेर थाकेछ मेरो छोरा बाई बाई गरिदेऊ यहाँ हेरिकन Bye bye. यता हौ यता हेरेर Bye bye. किच गरिदेऊ न Bye bye. फ्ल्याङ्किस गरिदेऊ न Ma. टेक केयर भन न Take care. गड ब्लेस Good day. It's the sun. कन्डी भन्देऊ न नगर न हौ छोरा के कन्डी भनेर यता हो कहाँ गएको त्यो जानुपर्छ सर्कल के कहाँ 7-11 त्यो त नम्बर त घरमै गर्दा पनि भइहाल्छ त पऱ्यो भने त के को बित्थामा कामसाम छोडिदिइहाल्दा भइहाल्यो नि